हेलो। आज चाहिँ म है पानीपुरी है यो चाहिँ अब ठन्डा महिना छ अनि धेरै सर्दी लाग्छ भनेर चाहिँ मनतातो पानीमा है उयो गरेँ के अरे मैले अमिलो चाहिँ जलजिराको बनाएको छु है। अन्त यसमा चाहिँ के छु आलु प्याज हरियो खोर्सानी है जिरा धनियाको पाउडर हो सबै हालेर बनाएको छु है। खानु चाहिँ सक्छु कि सक्दिनँ अब चाहिँ ट्राई गरिरहेको छु। केटीहरूलाई चाहिँ अब यस्तै कुरोहरू मनपर्छ है। मेन चाहिँ यो आलुको डो चाहिँ मजाले हालेपछि चाहिँ मिठो नै भयो। मोटीहरूलाई चाहिँ आलु नै मनपर्छ है। हरियो खोर्सानी परेछ। मलाई चाहिँ बेसी अमिलो मन पर्दैन ठिक्कैको। अब जलजिराले चाहिँ डाइजेस्ट पनि गर्छ हो। आज चाहिँ फेरि मलाई पुच्का खानु मन लागेर हो। मलाई चाहिँ मन परेको कुरो चाहिँ बनाएर खाइहाल्नु मनपर्छ हो। साह्रै मिठो। हामीलाई चाहिँ त्यो भैयाहरूले बनाएको मनपर्छ नि है। आज चाहिँ मैले भैयाको स्टाइलमा म चाहिँ यता खानु सक्दिनँ सोचेको थिएँ कि तर सकेँ। मैले खानु सक्दिनँ नि।